बस्नु मम्मी अलि यता आउनु Happy New Year. आयो भाइ Happy New Year. सकेको ल मम्मी केक काट्नु तपाईँले उद्घाटन गर्नु कलबडी ल किनेर मलाई जता काटिन्छ एक पिस काट्नु न सो प्लेट अनि यहाँ पनि काट्नुपर्छ ल त्यो खोटो आउनुपर्छ है ल अब अहिले काट्यो पनि हुन्छ म त हातको यसो कुदाएर होला कत्रो हो यो त ठुल्ठुलो काटेछ है यसले सिकाइदिएको के होइन हुन त हुन्छ ठुलो नि लिनु भाइ मामलाई दिएर आउला नि मामलाई केक त ठुलो ठुलो काट्यो है आफूले सिकाइदिएको मैले काटिदिएको त ठुलै खान मिठो लाग्ने कसरी खाउन हामी मात्रै हो नि हामी त धेरै खानु हुँदैन होला हामीले हो यति यति चाहिँ हुन्छ योभन्दा धेरै चाहिँ हुँदैन ल ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर हातभरि तासो मिठो रहेछ है केक तपाईँले खानु मासु त कुद्दैन यो छैन ए त्यहाँ पनि जाइसक्यो ज्वाइँले त ज्ञानो भए खाइदिएछ भने मिठो छ आमा मिठो छ धेरै खानु हुँदैन है खानु चाप्नु न खानु चाप्नु न आमालाई चिन्छ त दिदीहरूले आफ्नो आमालाई पनि चिन्दैन होला त आज राम्ररी बनायो भएर होला अब हिँड्यो नि अझै खाने कसै खान्छ के धेरै सोधौँ पो होला के भएको छ भन्दा